सो हेलो नमस्ते एन्ड गुड मर्निङ। आजको मेरोको बिहानीको कामको भनेको यहाँनिर मकै रोप्ने रहेको छ र साथी रहेको छ यहाँनिर एउटा कुकुर, यहाँनिर रहेको छ अर्को को हो यो हाम्रो सिरिसा चाइनिज। अब यहाँनिर हाम्रो यो भाइले चाहिँ के ल्याएको रे? मकैको बिउ ल्याउँदैछ र यस्तो छ अवस्था। यहाँनिर मकै रोप्नको लागि तम तयार र घाम भने यहाँनिर आइपुगिसकेको छ। अनि त्यसै गरी म पनि यहाँ आइपुगिसकेको छ भने यहाँनिर रहेको छ हाम्रो चाइनिज बस। के चाहिँ हो तेरो के हाल खबर भन् त? कति क्लासमा रे? यहाँ बस बस न। कति क्लासमा रे? युकेजी। कति वर्ष भइस? 8 वर्ष भइस होइन? 8 वर्षमा एलकेजीमा। आमा अलिक बुढी भएन र भने भोलि बसी अब 10 बजे पुग्दा त पहिल्यै गइसक्छ, एउटा छोरा पनि पाइसक्छ है होइन? हो त्यस्तै लागिरहेछ। ल मकैको बिउ यहाँनिर फोडिसकेको छ। नाम के छ अरे मकैको? यहाँले लडक्क लगाएर मकैको बिउ यहाँ यो फोड। यहाँनिर दाँतले टोकेर यहाँनिर दाँतले यता आइज यहाँ हाल्ने फोडेर मकैको बिउ अलि राम्रोसँग फोड। अलि ठुलोबाट अलि ठुलो बनाउनु हो पुग्छ। फेरि कहाँ हालेको ल? त्यहीँ निकालिहाल हो। अब यहाँनिर मिसिन चालिन्छ। मकै यहाँनिर गइसकेको छ मिसिनमा। त्यो तल भने मकै पुरै ढुँडेर सुकेर सोत्तर भइसकेको छ। यस्तो छ हाम्रो गाउँले पारा। अब यहाँनिर मिसिनले पुरो यसलाई खान्छ र भट्टाभट रोप्ने काम सुरु हुन्छ। हेर्नु होला म कसरी रोप्दैछु भनेर। ल क्यामेराम्यान समात, पत्रकार बनाऊ। अब यहाँ मकै रोप्दैछु यसरी। ल आजको मेरो बिहानको काम भनेको यस्तै रहेको छ र